नमस्कार। यस प्रविधि समाचारमा मेटाले स्क्याम एडहरू देखाएर $10 अर्ब कमाएको अनुमान। आन्तरिक कागजातहरूले मेटा ठगी, अवैध क्यासिनो र नक्कली लगानीलाई प्रबन्धन गर्ने 15 अर्ब दैनिक स्क्याम विज्ञापनहरूबाट 2024 को राजस्वको 10% वा $16 अर्ब कमाउने अनुमान गरेको देखाउँछ। यदि 95% ठगी निश्चित भएमा मात्र यस्ता एडलाई प्रतिबन्ध लगाउँछ, अन्यथा आफ्नो नाफा बढाउने पेनाल्टी बोलीहरू चार्ज गर्दछ। मेटाका प्लेटफर्महरू फेसबुक र इन्स्टाग्रामले गुगललाई पछाडि पारी अमेरिकी घोटालाहरूको 1/3 योगदान पुर्याउँछन्। नियामकहरूले निगरानी गरिरहेका छन्। एसइसीले वित्तीय घोटाला विज्ञापनहरूको अनुसन्धान गर्छ, जबकि बेलायती अधिकारीहरूले 2023 को भुक्तानी घोटाला घाटाको 54% को लागि मेटालाई दोष दिन्छन्। अन्य सबै प्लेटफर्महरूलाई संयुक्त रूपमा दोब्बर जरिवाना $1 अर्ब सम्म लाग्ने सम्भावना छ, तर कागजातहरूले देखाउँछन् कि त्यो स्क्यामबाट कमाईको तुलनामा त्यो धेरै कम छ। मेटाले कुल विज्ञापन आयको 0.15% 2025 को सुरुमा 135 मिलियनमा प्रवर्तन घाटा सीमित गर्दै आफ्नो नाफालाई सुरक्षित राख्छ। विगतका गल्तीहरूले सङ्कटलाई जटिल बनायो, जस्तै 2022 मा सैन्य प्रतिरूपण र यौन शोषणमा वृद्धि देखियो, तर सुरक्षा टोलीलाई निष्कासन गर्दा 96% प्रयोगकर्ता ठगी रिपोर्टहरूलाई व्यवस्था गरियो। एउटा डरलाग्दो घटना, 100 भन्दा बढी व्यवस्था गरिएका रिपोर्टहरूको बावजुद ह्याक गरिएको क्यानाडियन वायुसेना भर्तीकर्ताको खाताले सहकर्मीहरूलाई $65,000 क्रिप्टोमा ठगी गर्यो। मेटाले कागजातहरूलाई चयनात्मक भनेर विवाद गरी 18 महिनामा घोटाला रिपोर्टहरूमा 58% गिरावट आएको र 2025 मा 134 मिलियन विज्ञापनहरू हटाएको दावी गर्छ। तैपनि यसले क्रमिक कटौती गर्ने बाचा गर्छ। 2024 मा 10.1% अवैध राजस्वबाट 2027 सम्ममा 5.8%। एआई खर्चको लहरको बीचमा उच्च जोखिम बजारहरूलाई प्राथमिकता दिँदै पूर्व मेटा अन्वेषक सन्दीप अब्राहम जस्ता आलोचकहरूले सुरक्षामाथि नाफा प्राथमिकता मोडलको आलोचना गर्दै भन्छन्, यदि नियामकहरूले ब्याङ्कहरूलाई धोखाधडीबाट नाफा कमाउन सहन गर्दैनन् भने तिनीहरूले प्रविधिमा यसलाई सहन गर्नु हुँदैन। प्रविधि समाचारमा यति नै। नयाँ अपडेटका लागि लाइक र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।